साथी हो म आफ्नो सानो करेसाबारी देखाउँछु है तपाईहरुलाई हेरिदिनु होला मेरो सानो करेसाबारी साग छ यसमा सुपको सागहरु छ अनि त्यो के रे यसमा छ फेरि यसलाई घिउ सिमी भनिन्छ घिउ सिमी सानो करेसाबारी है यो चाहिँ लसुनबारी हल्का मुलाहरु छ मुलाहरु रोप्या छौं मुला त्यो परको चाहिँ छिमेकीको फुल है छिमेकीको फुल ल है हेरिदिनु कति राम्रो छ फुल दामी फुल छ ब्युटीफुल फुल त फुल ब्युटीफुल त्यसैमा छेउमा डाङ्ग्रे चरा हिँडिरहेछ सारौं चरा यता छेउमा देख्नुभयो सारौं चरा चरिरहेछ अनि ट्याक्क तपाईको यसमा चाहिँ यस्तो राम्रो छ है चाइनिज सागहरु छ पहिला खुर्सानी रोपेको थिएँ मैले यसमा खुर्सानी फालेर अनि तपाईको साग बेच्थे अनि त्यहाँ चाहिँ उम्रिँदै छ फेरि है सानो बिरुवाहरु देख्न सक्नुहुन्छ त्यो चाहिँ मेथीको बिरुवा है मेथीको है जता नि छ यता नि छ है यता नि उम्रिरहेछ सानो बिरुवाहरु छ हेर्दिनु यो सुटको साग बन्दा है बन्दा छ अब चाइनिज सागहरु छ हेर्नु गाइस चाइनिज सागहरु छ चाइनिज साग अनि यसमा सयपत्री फुल पनि उम्रिया छ है यसमा तपाईलाई म के देखाउँछु भने आयो खतरा गाँजाको बोट उम्रिया छ कि यसलाई चाहिँ सेपमा राखेको छु मैले सेपमा छ रोप्दिएको छु मैले यसलाई यहाँ सेपमा छ गाँजाको बोट यसलाई ठुलो भएपछि अझै देखाउँछु म तपाईहरुलाई है मल जल गरेर यसलाई ठुलो बनाउँछु म राम्रो बनाउँछु है चाक बनाउँछु ल है साथी हो मेरो करेसाबारी यति नै हो है मेरो करेसाबारी